बंगलादेशमा हिन्दू विधवा महिलामाथि सामूहिक बलात्कार गरी भिडियो समेत बनाइएको निकै निकृष्ट घटना सार्वजनिक भएको छ। बंगलादेशको झेनैदह जिल्लाको कालीगञ्ज इलाकामा 44 वर्षीय ती हिन्दू विधवा महिलालाई रुखमा बाँधेर कुटपिट गर्दै कपाल काटिदिएर बलात्कार गरिएको हो। अहिले यो घटनामा ती महिलाले 4 जना विरुद्ध उजुरी दर्ता गराएकी छन्। प्रहरीले यस मामिलामा एक आरोपित हसन नाम गरेका 45 वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको छ भने बाँकीको खोजी गरिरहेको छ। महिलाले करिब 2 वर्ष अघि एक व्यक्तिबाट जग्गा किनेको र सोही जग्गाको विषयमा उनलाई बारम्बार विभिन्न तरिकाले दुःख दिँदै आइएको थियो, तर अहिले उनीमाथि यस्तो घटना घटाइएको हो। किन बलात्कार हुन्छ थाहा छ तपाईहरुलाई? बंगलादेशमा किन भनेको त्यो हिन्दू हो। कुरा बुझ्यो कि नै? त्यो पनि हिन्दू हो। त्यही कारणले त्यसलाई बंगलादेशमा चेलीबेटीलाई पटक पटक बलात्कार गरिरहेछ। यदि तपाईं पनि अहिले नेपालमा एकता लाएन भने नेपालमा पनि भविष्यमा यस्तै हुनुहुन्छ। यस्तै हुन्छ भविष्यमा पनि। हो, यस्तै हुन्छ।